गयो मजा आयो मजा आयो। आज टाइम भइरहेछ 5:10। आज यहाँबाट हामी अहिले गइरहेको छु। आज कहीँ गयो न, सन्डेको दिन पहिलो चाहिँ कहीँ गयो न। अनि यहाँ हेर्नु सक्नुहुन्छ सन्डेको दिन रमाइलो हुन्छ कि, खाली रोड, खाली सबै शान्त हुन्छन्। अनि आज कहीँ गएको छैन। अहिले हामी एक सानो पार्कमा जाँदैछु आफ्नो फ्यामिली लिएर है। बेटा उठो उठो, चलो चलो चलो, घुमी 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 चलो 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 चलो। अब रेडी हुँदैछु, अब जानेको तयारीमा छु। सानो पार्क छ है, त्यो देखाउन चाहन्छु तपाईँलाई, हेरिदिनु होला है। म मामुली तेल लगाउँछु, त्यस्तै त्यही अब आफ्नो सरसोको तेल लगाइदिनु कपालमा मामुली, बस यति हो। काङ्ग्यो गरिदियो अनि जुगाहरू पनि मिलाइदिन्छु। सुप्रिया यहाँ रेडी भइसकेको छ। सुपु किधर जा रहे, चले घुम्ने, घुम्ने जाउँ, चलो। हामी रेडी भइसकेका छौँ अहिले सबै। बेटा ब्याग लिनु होइन, ब्याग त्यहीँ राखिदेऊ। ब्याग लिनु होइन, ब्याग स्कुल मात्र हो लिनु। पार्कमा ब्याग लिनु, स्कुल जाने बेला पार्कमा जानु बेटा, यहीँ राखिदेऊ, यहाँ राखिदेऊ, यहाँ राखिदेऊ, यहीँ राखिदेऊ ब्याग, त्यहाँनिर राखिदेऊ। चलो आज कम। हेलमेट हेलमेट, ओके थ्याङ्क यू बेटा। आज चलो। चप्पल लगाऊ, सुज लगाउने, सुज लगाउने हो बेटा, अच्छा से। ओके। तपाईँ कहाँ जाँदै हुनुहुन्छ? पार्कमा के गर्नको लागि? झुला, झुला खेल्ने। चलो 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 चलो, खोलो दरवाजा, अगाडि जान्छ। अब यहाँबाट जान लागेको छु। अब यहाँबाट अब भिडियो बनाउन मिल्दैन होइन, वहीँ गएर देखाउँला। यहाँ गाडीमा जाँदैछौँ। अब यसै फोनमा लोकेसन हाल्नुपर्ने छ, त्यसैले यहाँ हेलमेट लगाइ राखिदिएको छु मैले। कोही चोरेर त लिएन यार, दिँदैन होला। यहीँ राखिदिएको छु, यहाँ हाम्रो गाडी यहीँ राखिदिएको छु होइन। पार्किङमा अरू पनि छन्, हेर्न सक्नुहुनेछ। फाइनली पार्कतिर आएको छौँ हामी अहिले। राम्रो छ उसरी, भित्र आएछौँ अहिले, भित्र देखेको छैन होइन। यहाँ हेर्न सक्नुहुन्छ, यो कति दामी छ। यहाँनिर पुरै अब पुरानो मान्छेहरू सबै राखेको छ। यहाँनिर ढुङ्गाहरू पनि छन् यस्तो बस्नको लागि। अहिले यहाँनिर बसेको छु, यहाँ सामने हुनुहुन्छ होइन। यहाँनिर एकदमै राम्रो छ देख्नको लागि। यहाँ हेर्न सक्नुहुन्छ गान्धी अनि सबैको पुरानो अब इतिहास राखेको छ यहाँनिर। अब यी त मैले खासै चिनेको छैन, यी चाहिँ गान्धीजी हुन् होइन। अनि यी पनि अब अहिले खासै चिनिन लागेको छैन। अब फोटो हेऱ्यो भने त चिनुला जस्तो लाग्छ। यहाँ जाउँ सुप्रिया, यहाँ जाउँ, यहाँ जाउँ। कस्तो लाग्यो सुपु, कस्तो लाग्यो? राम्रो लाग्यो। अच्छा लाग्यो। यहाँ मन्दिर छ कि? मन्दिर पनि देखेका थियौँ। दिनको टाइममा आउनु पर्ने थियो, हल्का अहिले टाइम भइसकेको छ, 6 बजिसक्यो यहाँको बेलुकाको। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ फोटोहरू खिच्दैछन्। मलाई त राम्रै लाग्यो ठाउँ होइन, जग्गा राम्रै छ। अनि त्यहाँनिर बच्चाको खेल्लाको पनि छ। यहाँनिर पनि यस्तो वकिङ गर्नको लागि छ। अनि फोटोहरू भिडियोहरू खिच्नको लागि यहाँ भित्र पनि राम्रै छ। गर्ने दौड्यो दौड्यो दौड्यो, वाउ
लायन, टाइगर, टाइगर यहाँ छ टाइगर। तीनवटा छ। नै ढिला भयो न। अहिले रातिको टाइम। यहाँ छ, यहाँ पनि दामी छ है। यहाँ बस्नलाई पनि ठाउँ बनाएको छ एकदमै राम्रो, दामी। सबैहरू आउने रहेछन् मान्छेहरू। यहाँनिर एउटा फोटो खिच्छु है। यहाँ फोटो खिच्नु पर्ने छ, फोटो अनि भिडियो। भित्र त यहाँ भित्र पनि छ, तर त्यहाँ भित्र चाहिँ जान मिल्दैन। एउटा चिज यहाँनिर पनि छन्, पुराना इतिहासहरू यिनले राखेका छन् हैन। पियानो बजाउँदैछन्। यहाँनिर खेल्नलाई पनि छ, खेल्दैछन्। यो बाहिर जान आएको। अब बाहिर गएर आएको छु। लास्ट यहाँनिर अब आफै गइहाल्यो, आफै। बिस्तारै जाऊ बेटा, बिस्तारै। यहाँ बाहिर रोड छ, यस्तो छ। यहाँनिर बस्नलाई पनि छ। यहाँनिर मैले त यो सबै चिनेका छन् है, यो सबै मैले चिनेका छन्। पहिला मैले देखाउँछु यो छोटा भीम, अनि यो राजु, यहाँ राजु हेर्न सक्नुहुन्छ, यो राजु। अनि यो जग्गु हैन। अनि यो राजकुमारी हैन, यो राजकुमारी। अनि यो चुटकी, यहाँ हेर्न सक्नुहुन्छ, यो चुटकी। यो हो ढोलु। अनि यहाँ छ भोलु, यो भोलु, ढोलु। अनि यहाँ सबभन्दा ठुलो छ यो कालिया, हो हैन। यो कालिया हेर्न सक्नुहुन्छ कत्रो छ। यो छोटा भीम कसले देखाएको छ है साथीहरू, कमेन्ट गर्नु होला। छोटा भीम कसले देख्नुहुन्छ अनि देखाएको छ हैन। पहिला चाहिँ बचपनमा मैले धेरै देखाएको थियो, यहाँनिर आज देख्न पाइयो। यहाँ यसले देखेको छैन, मेरो छोरीले देखेको छ। को हो यो? देखेको छैन, त्यसैले अब पछि देख्छन्, यिनीहरूको पनि टाइम हुन्छ। अहिले देखेको छैन। जा बेटा, जा, बिस्तारै जा, लोटल्ली, बिस्तारै। वाउ, बन्ने गुड बेटा, गुड। गयो। मजा आयो। मजा आयो। याहू, छोपिराख। याहू, जोरले समात। यहाँ बच्चाको लागि एकदमै राम्रो खेल्नको लागि छ हैन। अब यसरी पार्कमा आफ्नो बच्चालाई लिएर जानु होला। यसरी रमाइलो गर्छन् बच्चाहरू, उनीहरूलाई पनि माइन्ड फ्रेस हुन्छ, केही नयाँहरू सिक्छन् हैन। घरमै बसाल्ने नगर्नु होला। यदि ड्युटी गर्दै हुनुहुन्छ भने, काम गर्दै हुनुहुन्छ भने, बच्चाको लागि पनि हल्का टाइम निकाल्नु हैन। बच्चालाई पनि ध्यान दिनु। यसै कति रमाइलो गर्छन्। यहाँ देखाउन त कति बच्चाहरू आएको छन् सबै। भयो बस। यहाँ हेर्न सक्नुहुन्छ, दिनको बेला आएछु। अब रात भइसक्यो हैन। अब जाउँ रुममा। अब ढिला पनि भइसक्यो, रात भइसक्यो हैन। अब रुम चाहिँ यहाँबाट 10 किलोमिटर छ, त्यसैले अब जाउँ हैन। अब जान लागेको छु। त्यहाँ छोरी आउँदैछ, आउने नै भन्दी। बेटा जाउँ, जान्न भन्न लागेको छ। अब त्यही पनि अब बच्चाहरू हुन् हैन, जिद गर्ने हुन्। जाउँ हैन। अब ठिकै छ। यदि युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यदि फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला है। धन्यवाद साथीहरू।